सब हेर्छ फेरि बक्कु लाग्छ कहाँ जस्तो दिन्छ हामीलाई थाहा छ नि अलग्गै छुट्टिने पहिचाने अर्को त्यस्तो भयो त यार मैले यही कुरा सोध्नु थियो सरहरूले उहाँ यही कुरो गरेँ ए कहानी गरेको नि यही कुरो मैले गरेँ सरलाई भने जाँदा सर के अरे ससुराली गएर जस्तो लाग्यो सर उहाँ पुगेको त इरान नपुगेको लाग्यो भने के भयो भने यस्तो त माग्यो सर ठिक भयो त्यहाँका पुलिसहरूले कसरी ड्युटी गर्छन् भनेर म लास्ट टेन्सन लाग्यो हिजो चौकीमा नि हामी सबैजना बस्यौँ राति भरे कम्प्लेन लेखेर नगरेको छन् क्या परिवारै ढाक 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 गेट हान्दा कोही नखोल्ने पुलिस पनि नखोल्ने गेट खोल्ने बेलामा ए केटा आउने गर्छन् तँ केटा तिमीहरू गेट खोल्न चाहेर त को आएछ भने चेक गरेर लाग्यो कोही उठ्दैन केटाहरू पनि म गएँ अब मासर यस्तो हेरेँ कोही कहाँबाट गएको स्थिति कस्तो छ बाहिरको होइन खोल्दै हाने त्यस्तो ठाउँमा पुगेँ भाइ ल ठिक छ भाइ तर यो हाँसेर बोल्दैछु कि त्यहाँ पुगेपछि चाहिँ हावै उठिदिन्छ फेरि त्यहाँको माहौल हेर्ने बित्तिकै मान्छेको त्यो उनीहरूको हेराइ देख्ने बित्तिकै खुस्किहाल्छ नि उनीहरू हामीले यिनीहरू क्रस गरेपछि हेर्नु न यिनीहरूबाट 1.5 घन्टा उता भनेपछि बुझ्न